हेलो अनि नमस्ते, वेलकम ब्याक टु फेरि पनि अर्को नयाँ विषयवस्तु लिएर म तपाईहरुको माझमा उपस्थित भइसकेको छु। र आज चाहिँ स्पेशली विशेष गरी म चाहिँ हामी युट्युब च्यानल चाहिँ कसरी डिलिट गर्न सकिन्छ भनेर म आज तपाईहरुलाई सिकाउन जाँदैछु। किनकि हामी कतिजनाले चाहिँ हामी च्यानल क्रिएट भइसकेको हुन्छ र विभिन्न विशेष कारणले चाहिँ त्यो च्यानल चाहिँ डिलिट गर्नुपर्ने हुन्छ। अनि त्यो अवस्थामा हामीले च्यानल चाहिँ कसरी डिलिट गर्ने त हैन, कतिपयले आउँदैन र त्यस कारणले गर्दाखेरि चाहिँ आज म तपाईहरुलाई युट्युब च्यानललाई चाहिँ हामीले कसरी चाहिँ पर्मानेन्टली डिलिट गर्ने भनेर आज म सिकाउन चाहन्छु। ओपन गर्नुपर्ने हुन्छ। त्यसको लागि म गुगल क्रोमलाई ओपन गर्छु। यसरी गुगल क्रोम ओपन गरिसकेपछि पहिला त्यो जीमेल अकाउन्ट ओपन हुनुपर्छ हैन। त्यसपछि यहाँ माथि यो माथिमा तपाईले सर्च गर्नु होला www.youtube.com भनेर यसरी सर्च गर्नुस्। ओके, खोलिरहेको छ युट्युब च्यानल। यसरी लोगो यहाँ आउँछ। त्यसपछि तपाईले यो च्यानलमा तपाईले क्लिक गर्नुस् हैन। यहाँ च्यानल यहाँ लोगो देखिरहन्छ। यो च्यानलमा क्लिक गर्नुस् जुन च्यानल फाल्नु पर्ने हो। त्यसपछि यहाँ भ्यू योर च्यानल भनेको छ, यहाँ क्लिक गर्नुस्। राइट हो, यसरी देख्छ हैन। यसरी यो च्यानल देख्छ। यसरी च्यानल देखेपछि तपाई यो कर्नरमा तिम्रो र धर्का छन् हैन, यो तीनटा धर्कामा तपाईले क्लिक गर्नुस्। यसरी क्लिक गरिसकेपछि तपाईले तल जानुस्। तल यहाँ एरिया सेटिङमा आउनुस्। राइट, सेटिङमा आउनुस्। यहाँ सेटिङमा यसरी क्लिक गर्नुस्। ओके, सेटिङमा आइसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ विभिन्न किसिमको हैन सेटिङको अप्सनहरु देख्छ। त्यसमा यहाँ यो च्यानलको लोगोको तलपट्टि यहाँ चाहिँ च्यानल स्ट्याटस एन्ड फिचर भनेको छ, एड एन्ड म्यानेज योर च्यानल भनेको छ, अनि तलपट्टि चाहिँ भ्यू एडभान्स सेटिङ भनेको छ हैन। हो, तपाईले यहाँ क्लिक गर्नुस् भ्यू एडभान्स सेटिङ्समा। यसरी क्लिक गरिसकेपछि तपाईले यहाँ तलपट्टि यो तलपट्टि डिलिट योर च्यानल भनेको छ हैन। ओके, यसमा तपाईले क्लिक गर्नुस् अनि तपाईको च्यानल डिलिट हुन्छ। तपाईले यसमा च्यानल डिलिट गर्नुस्। ओके, च्यानल डिलिट भइसकेको छ तपाईको। अनि डिलिट भइसकेपछि तपाईको यो जीमेलको पासवर्ड चाहिँ तपाईले यहाँ हाल्नुपर्ने हुन्छ। म आफ्नो पासवर्ड हाल्छु। राइट, ओके हुन्छ। ओके, अब चाहिँ यहाँ रिजन सोधिरहेको छ हैन, किन अब गर्ने भनेर यहाँ चाहिँ दुईटा सोधिरहेको छ। आई वान्ट टु हाइड माई कन्टेन्ट अथवा चाहिँ आई वान्ट टु पर्मानेन्टली डिलिट माई कन्टेन्ट भनेको छ। अब तपाईले यो कन्टेन्ट चाहिँ तपाईको च्यानल च्यानल चाहिँ रिमुभ भयो हैन युट्युब चाहिँ। अब तपाईको यो कन्टेन्ट चाहिँ अब भित्र लुगाएर राख्ने हो कि अथवा चाहिँ पुरै पर्मानेन्टली डिलिट गर्ने हो भनेर यहाँ सोधेको छ कि। अब तपाईले चाहिँ अब के गर्नुहुन्छ हैन, म चाहिँ यो पर्मानेन्ट डिलिट गर्छु हैन। पर्मानेन्टली म डिलिट गर्छु, डिलिटमा जान्छु। त्यसपछि यो दुईटा क्लिक गर्नुस्। त्यसपछि हैन यो दुईटा धर्का क्लिक गर्नुस्। त्यसपछि तपाईले यहाँ डिलिट माई कन्टेन्ट भन्ने ठाउँमा यसरी क्लिक गर्नुस्। त्यसपछि अब तपाईको च्यानलको नाम के हो हैन, अब च्यानलको नाम चाहिँ तपाईले यहाँ लेख्नु पर्ने हुन्छ। जस्तो मेरो चाहिँ बक्स यु लेख्छु। त्यसपछि मैले डिलिट हालिदिन्छु। ओके, सक्यो। अब मेरो च्यानल यो यहाँबाट आउट भयो, डिलिट भयो। राइट हो, यसरी चाहिँ हामीले चाहिँ आफ्नो च्यानललाई चाहिँ सजिलैसँग चाहिँ तपाईले डिलिट गर्न सक्नुहुन्छ है त।